कक्षा 12 उत्तीर्णले 2 वर्षे जनरल नर्सिङ पढ्न पाउने। नमस्कार दर्शकबिन, म बिङ अलर्ट नेपालको समाचारदाता अङ्कित शर्मा सुवेदी। सरकारले कक्षा 12 उत्तीर्ण गरेका विद्यार्थीहरूलाई मध्यनजर गर्दै 2 वर्षे जनरल नर्सिङ पढ्न पाउने गरी कार्यक्रम सुरु गर्ने बताएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसदमा आर्थिक वर्ष 2082-2083 को सरकारका नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यो व्यवस्था लागू हुने बताएका हुन्। हाल एससी पास गरे पश्चात पिसिएल नर्सिङ, स्नातकमा ब्याचलर अफ नर्सिङ साइन्स र 4 वर्षे बिएससी नर्सिङ कार्यक्रम सञ्चालनमा रहँदा स्वास्थ्य क्षेत्रको जनशक्ति आपूर्ति सुनिश्चित गर्न जनरल नर्सिङ कार्यक्रम सञ्चालन गरिने राष्ट्रपति रामचन्द्र पौडेलले बताएका हुन्। यस्तै अलर्टिङ प्रहारका लागि हेर्दै गर्नुहोला, सुन्दै गर्नुहोला बिङ अलर्ट नेपाल। हस्त, धन्यवाद।